आज फागुनको 2 गते हेर्दा हेर्दै छोरी जन्मेको पनि 6 दिन पुगिसकेछ। आज चाहिँ उसको छैटीको तयारी हुँदैछ। उसको सानीले चाहिँ हल्का डेकोरेट गर्न यहाँ पुरै धम्मरदुस लगाइरहेको छ होइन। खासै त्यस्तो धेरै डेकोरेट त गर्न लाग्यो होइन। अहिले त सजिलो छ नि त बजारमै पाइने बोर्डमा सजिलै लेखेर हल्का। अनि उसलाई के लुगा लगाइदिने भनेर सोचेको। उसलाई चाहिँ उसको ठुलबाबाले बाहिरबाट ल्याइदिएको यस्तो क्युट क्युट जामा थियो अनि त्यही लगाइदिने भनेर सानीले यहाँ लुगा फेरिदिँदैछ होइन। अनि उसको शिवाक्षी दिदी चाहिँ होइन बुनुलाई पुरै माया गर्दैछ वरिपरि आउँदै होइन। बुनुको के हो भन्दै दङ्ग पर्दैछ क्या ऊ चाहिँ। अनि छोरीलाई चाहिँ उसको ठुलबाबा ल्याइदिएको लुगा लगाइसकेपछि यस्तो देखियो। अनि उसको सानी चाहिँ पुरै नचाउँदैछ छोरीलाई। अनि हामीले चाहिँ यो ब्यान्ड पनि लगाइदियौँ होइन। तर अलिक ठुलो रहेछ क्या यो चाहिँ। अनि यसो गरौँ उसो गरौँ मिल्दैन मिल्दैन अलिक ठुलो भयो अलग्ग मात्रै राख्दैछ उसको सानी चाहिँ। छोरी रेडी भइसकिन आफ्नो छैटीको लागि। ऊ मस्त निन्द्रामा छ आनन्द उसलाई होइन। के हो के थाहा उसलाई भोलि पर्सि भिडियो हेर्दा चाहिँ मक्ख पर्छ होला सायद। अनि छोरीलाई हामीले यसरी तयार गरिदियौँ। अनि उसको बाबा चाहिँ भित्र अक्षताहरू होइन दियोमा बत्तीहरू तयार पार्दै हुनुहुन्थ्यो। छोरीलाई हामीले यसरी लेखेर राख्यौँ। अनि सानीले फुल टिपेर लिएर आएर हल्का यसरी राखिदिँदैछ। अरू फुल खासै थिएन यही फुल मात्रै फुलेको थियो। अनि यति हो हाम्रो डेकोरेट चाहिँ। यता 2-4वटा बेलुन फुकाएर राखेका छौँ। अनि यता थालीमा उसको बाबाले भेटी राख्दै हुनुहुन्छ। अनि प्रसाद त्यसपछि हामीले दियो बाल्यौँ। र उसको सिरानीमा चाहिँ हामीले डायरी र पेन्सिल राखिदिएर उसको छैटी चाहिँ यसरी मनाइदियौँ। हजुरहरूले चाहिँ कसरी मनाइदिनु भयो कमेन्ट गर्नुहोला भन्नुहोला। हामीले चाहिँ हाम्रो छोरीको सानोतिनो यसै गरेर फाइनल्ली छैटी पनि तयारी गरिदियौँ।